फाइनल्ली गाइस अब चाहिँ हामी होइन दाउरा काट्न गयो पुरा भारीले जिताइदिइराखे भारीको अरूको भएर बिसाल्ने ठाउँमा बिसालेको ओ माई गडै भयो उहाँ हेर्नु न बोकेका कति छिटो हिँड्छन् यार आफू यहाँ जिताएर बौला पारा भइहाल्यो भारीले यस्तो जिताइहाल्यो भने बोक्न नसकेर उहाँ कस्तो बिजोग थियो हाम्रो ओ माई गड उहाँ हेर्नु न भारी दाउराको भारी दाउरा काट्न जानु नि गाह्रो छ हामीलाई उहाँ हेर्नु भारीले जिताएर हाँसिरहेको के साह्रो हाँसेको हो त्यसरी भारी अप्ठ्यारो भएर नाम्लो छोटो भएर बिजोग म चाहिँ मस्किराके भारी बोकेर मस्किराको भारीले जिताएर त्यस्तो बाटोमा हिँड्नुपर्छ खोलै हेर्नु न खोलातिर बाटो यस्तै छ ढुङ्गा पल्टेर लोट्ला भन्ने डर के अरू त त्यस्तै हो होइन भारी बोकेर हिँड्दा चाहिँ लास्तै गाह्रो हेर न मुसु हाँसेको भारीले जिताएर रुम्की हाँस भइया हाँसे हतै पनि भारी जिताएर सबले छोडेर हिँड्छन् कि लास्टमा म एक्लै हुन्छु बरिलै नि हेर्नु न त्यो खोला हेर्नु न खोला कस्तो छ पुरा ओ माई गडै छ खोलाले हामीलाई बर्खामीलाई हिँड्न दिन्न हेर्नु गर्मीले पुरै पसिना हेर्नु पसिना यो चाहिँ मेरो भारी हो है मेरो भारी हेर्नु न कसो छ मेरो भारी हेर्नु ऊ चाहिँ दिदी हो उहाँ पनि दिदी नै हो है उहाँ भारी ल्याएर जाडो भएर काटिनु भएछ के पुरै कुखुराको चल्ला पानीमा भिजेर काट्थे जस्तै उहाँ जाडोले दामाडोले जाडोले हाँसेको अवस्था हामी फेरि के चिसोले जाडो भएर तिमीलाई दुःख दिने सुख दिने हामी चाहिँ भारी बिसाएर नि कुराकानी गर्दै गरेको अवस्था जिताएर कसरी घर जाने हो।